सेवा समयमा बहिनीहरूको 2-4 दिन बिदाको समयमा चाहिँ उनीहरू घर बास्तिम गएको थियो अनि आज उनीहरू आयो। क्लास सुरु भइसकेको छ, त्यही भएर आज चाहिँ बहिनीलाई पुऱ्याउन जाँदैछौँ। जाँदा जाँदै बाटोमा चाहिँ झुसुले किरा देखियो। बहिनीहरू त डरले कुदेर अघि गइसक्यो। म पनि डर चाहिँ लाग्दै थियो, तर भिडियो चाहिँ बनाउनु पर्यो भनेर बनाएँ। बहिनीलाई ढिलो पनि भइसकेको थियो, उनीहरू चाहिँ अघि अघि गइरहेछन्। क्लास जाने गरी भनेर आएको बहिनीहरू चाहिँ बिहानै बोलेरोमा। बहिनीको स्कुल जाने बाटो चाहिँ यस्तो छ, घारी पनि अनि बाटो पनि सानो छ। यो चाहिँ अर्कै बाटो, अर्कै माथिल्लो बाटो चाहिँ राम्रो पनि थियो, यस्तो ओह्रालो छ। अहिले चाहिँ पानी परेको छैन, मौसम पनि एकदम राम्रो देखिरहेछ। बहिनीको स्कुल चाहिँ त्यहाँ देखाएको ठाउँ हो, उसले त्यहीँ पुऱ्याउन जान लाग्यो। उसको स्कुल नजिक आइपुगिसक्यौँ। उनीहरू चाहिँ अगाडि छ सुरुदेखि नै, म चाहिँ पछाडि भिडियो बनाउँदै गएको। आज चाहिँ अरू बेला भन्दा अलिक ढिलो नै भयो, किनकि उनीहरू बास्तिमदेखि आएको नि त, त्यही भएर। अनि कपडा खोज्दा के गर्दा कपाल बान्दा अनि अलिक ढिलो नै भयो। अब चाहिँ फाइनली बहिनीको क्लास पनि आयो। हामी पुग्दा त क्लास स्टार्ट हुन लागिरहेको थियो अनि बहिनीलाई छोडिदिएर हामी चाहिँ फर्क्यौँ। बहिनी र म, मेरो साइली बहिनी र म चाहिँ फर्किँदाखेरि फेरि यति राम्रो दृश्य देखियो यहाँदेखि कि, त्यही भएर मैले चाहिँ एउटा भिडियो पनि बनाइहालेँ। एकदम राम्रो देखिरहेछ। अनि बहिनीलाई जिस्काउँदै पनि थिएँ, फोटो खिचाऊ भने म खिचिदिन्छु है भनेको, उसले मानेन। अनि मैले चाहिँ भिडियो बनाएँ, एकदम राम्रो देखिरहेछ। बाटो चाहिँ भने यस्तो छ, हामी हिँड्ने सर्टकट बाटो चाहिँ योभन्दा नि अझ सर्टकट बाटो चाहिँ लास्टै अप्ठ्यारो पनि छ। सजिलो बाटोमा चाहिँ धेरै घुम्न पर्छ, त्यही भएर हामी सजिलो बाटो चाहिँ हिँड्दैनौँ। उकालो छ सजिलो बाटो पनि। अनि यो बाटो त अब तपाईँहरूले देखिहाल्नुहुन्छ, यस्तो छ। यति उकालो निस्किँदा पनि मलाई त स्याहास्या नै भयो। यहाँ सिस्नो पनि छ, पोल छ भन्ने डर। त्यहाँ एकजना अङ्कलले मलाई जिस्काउनु पनि भयो। आमामा यतिको उमेरमा हेर स्याहास्या गरेर हिँड्दैछ, के भन्ने होला भन्नुहुँदै थियो। मलाई कस्तो लाज पनि लाग्यो, तर म बाहिर धेरै नहिँडेर होला, त्यही भएर मलाई खासै बाहिर हिँड्ने बानी छैन अचेल। पहिला त म पनि धेरै हिँड्थेँ, अहिले त म अल्छिनी भएको छु नि त, त्यही भएर भित्रै बस्यो, काम गर्यो। यहाँदेखि हाम्रो रुम देखिरहेछ। रुम देख्दा चाहिँ अलिक आनन्द भयो है, किनकि उकालो अब अलिक कम भयो नि त, त्यही भएर। यहीँ मास्तिर हो हाम्रो रुम चाहिँ। बहिनी चाहिँ झुसुले किरादेखि डरले भाग्दैछ, कुद्दैछ। म चाहिँ बिस्तारै नै आउँदैछु, जिस्काउँदैछु। म चाहिँ भिडियो फेरि पनि गरेँ। डर त लाग्छ, त्यही पनि यसो भिडियोमा देखाइदिउँ न भनेर। बहिनी आफ्नै तालमा छ, आफ्नै बोझमा, हेर्न सक्नुहुन्छ। बहिनीलाई पुऱ्याएर आउँदाखेरिको हाम्रो बाटो, यही बाटो अघि पनि हिँडेका थियौँ र अहिले पनि यही बाटो फर्किएका छौँ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। बल्ल अब हामी चाहिँ मेन रोडमा आइपुग्यौँ। अब हामी चाहिँ यहाँदेखि लेफ्ट भएर अगाडि बढ्छौँ। राइट रोडपट्टिबाट गयौँ भने चाहिँ माथिल्लो बजार पुग्छ, टुँडिखेल पुग्छ। जिल्ला प्रहरी कार्यालय यता यहाँदेखि उँभो चाहिँ पुग्छ। यहाँदेखि उँभो चाहिँ हाम्रो रुम। डाँडा गाउँ, चेङ्बेनी चोक हुँदै तल विद्योदय स्कुलहरू पुगिन्छ। भोजपुरमै बस्नुहुनेहरूलाई त थाहा पनि छ हो यो बाटो कता पुग्छ भनेर, भनिराख्न जरुरी छैन, तर बाँकीहरूलाई चाहिँ मैले भनेको हो। अब हामी रुम पनि आइपुगिसक्यौँ। रुम आए म नुहाएँ, बहिनीहरूले चाहिँ अगाडि नै नुहाइसकेको थियो। मैले चाहिँ त्यस पछाडि डेली रुटिनलाई फलो गर्न थालेँ। सनस्क्रिन, मोइस्चराइजर र 2 हप्ताभन्दा अलिक बढी भयो होला मैले सेरम लाउन थालेको अर्डिनरीको, त्यो लाएँ। अब म रेडी भएर तल जानु छ। खाना पनि खाएको थिइनँ, हामी कसैले नि खाना खाएको थिएन, फुपूले पकाउनु भयो तल भनेर। अनि हतार हतार रेडी हुँदैछु। म चाहिँ हल्का मसाज जस्तो पनि गरिदिएको। खासै राम्री त छुइनँ, तर राम्री छु जत्तिकै गरेर चाहिँ गरिदिएको। आज चाहिँ मस्करा पनि लाउन मन लाग्यो, मस्करा पनि लगाइदिएँ। अनि हल्का हल्का लिप ग्लोस पनि लाएर अब चाहिँ हामी 3 जना तल फुपूकोमा गयौँ पार्लरमा। खाना पनि खाएको थिएनौँ, गएर खाने भनेर, त्यही भएर हामी चाहिँ अब बाटो लाग्यो। रुमदेखि निस्किँदैछौँ।